हेलो हाई नमस्ते फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु, ठिकै छु। आज चाहिँ मैले धेरै समयपछि फेरि पनि मैले नयाँ भिडियो लिएर तपाईहरु सामु आइसकेको छु। आज चाहिँ विशेष गरी आलु खन्नु पर्ने छ अनि म चाहिँ मेलो जानुभन्दा अगाडि नै भिडियो सुरु गरिसकेको छु साथीहरु। यता चाहिँ हाई अरे। हेलो हाई नमस्ते। हामी कता जाने? आलु खानु जाने? जाम है आलु खानु। अब हस् भन न यता हेरेर। नानी पनि पर पुगिराखेको थियो अनि नानी पनि आइपुगेको छ। अनि त्यस्तै हो साथीहरु, मौसम चाहिँ बिग्रिराखेको छ हाम्रोतिर। हिजो त झन् बिहानदेखि नै पानी परिराखेको थियो, आज पनि त्यस्तै भइराखेको छ। अनि के कस्तो हुन्छ मौसम र के कति फलेको छ आलुहरू म तपाईहरुलाई देखाउन चाहन्छु। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै म चाहिँ बाटो लाग्यो र साथीहरु। है साथीहरु, यत्रो डोका यत्रो ढोक्रो यत्रो झक बोकेर जाँदैछु। आलु चाहिँ के कति फलेको छ। म चाहिँ बाटो लाग्दैछु साथीहरु। यो चाहिँ कता जानु आँटो भनेर हामीलाई पछाउँदैछ साथीहरु। हामी चाहिँ बारी जानेको ऊ तल जानुपर्ने छ पुच्छारमा। लड्छ है। नानीले चाहिँ यहाँनिर उसको बिस्कुटहरू बोकेर हिँड्दैछ। के बोक्यो? अना झोले बिस्कुट बोक्यो कि के हो? खोइ हेरौँ। यसले त एक झोला बिस्कुटै पो बोकेर हिँडेछ। अचम्म। साथीहरु, हाम्रो किवी चाहिँ यहाँ छ अनि किवी चाहिँ फल्नु चाहिँ फलेको छ, तर पोहोरको जस्तो फलेको छैन। यसपालो मौसमकै कारणले हो कि भनेर हो साथीहरु। पोहोर त कति धेरै फलेको थियो। उठ उठ मरे बाबा लिन। अनि त्यही भएर यसपालि चाहिँ खासै फलेको छैन। अनि यो चाहिँ विशेष गरी भाले र पोथी हुनु पर्दो रहेछ साथीहरु, किवी पनि। अनि यहाँ चाहिँ यो चाहिँ भाले बोट हो, फलेको पनि छैन। अनि पोथीमा पनि खासै यसपालो लागेको छैन के साथीहरु, तर घरमा खानु पुग्यो भने हुन्छ हामीलाई। किवी हो हो लिन। अनि यो बोटमा पनि फलेको छ साथीहरु फल्नु चाहिँ, तर यो पल्लो बोट चाहिँ भाले हो कि पोथी हो यो चाहिँ थाहा नै भएन। यो फुलेन पनि फलेन पनि के साथीहरु यसपालो। अनि टक्कसँगले कुकुर चाहिँ कता हिँड्नु भएको हो घरमा बस्नु छोडेर। ले हिँड्नु लरिएला। यस्तो छ साथीहरु, नानीहरुसँग काम गर्नै पर्यो। कुकुर हिँड्दैछ। यो कुकुरलाई नि म कुनैदेखि काम लगाउँछु होला हौ। कुकुरलाई नि। अनि साथीहरु, हाम्रो चाहिँ अब आलु खनिसकेपछि चाहिँ खासै काम हुँदैन। अहिले चाहिँ आलु खन्नु, मकै दोहोर्नु, लेखमा त्यस्तै चलिरहेको छ कामहरु। अनि यता चाहिँ खनिसकेको छौं टक्कसँगले। यता चाहिँ खनिसकेको छौं। हौ तल छ खन्नु बाँकी, लडिन्छ है। यो पनि खनिसकेको छ। आलु बारी यस्तो छ है साथीहरु। कसरी यो घाँस काटिसक्नु। रिस उठिसक्यो मलाई त। यहाँबाट झर्नुपर्छ नानी हो। मैले चाहिँ यहाँ लिएर बिसाएँ है साथीहरु ढोका। लाउ झरा झरा लो लरिएलाई। यस्तो हुन्छ साथीहरु, पहाडतिर हुर्केको केटाकेटीहरु यत्रो यत्रो डिलमा पनि झर्नु सक्छ। करा हुन्छ नि। देख्न सक्नुहुनेछ यो आलुबारी हो कि झारबारी हो भनिदिनु है साथीहरु। म त दिक्क लाग्छ हौ। आलु भन्दा धेर चाहिँ झारै छ साथीहरु। मैले चाहिँ यत्रो झार काट्दा काट्दा हात यस्तो भइसक्यो। यस्तो छ है हात चाहिँ यति धेरै। फुपू चाहिँ यहाँ आलु खन्नु हुँदैछ। कतिको रहेछ फुपू? दुईटा रहेछ आलु, 2-3वटा। यति निकाल्नु भएको रहेछ।
अनि यिनीहरूको चाहिँ हेर न आउनु बेर न खानु बेर के चमेको मान्छेहरू नि ल हेरौँ है साथीहरू यो के हो यस्तो अहिले माम तन्काएर आएको राम्रो छु बिस्कुट तन्काउँदैछ दादालाई एउटा देऊ दादाहरूलाई बारेर खानु भन दुईजनाले बारेर खानु हो त एउटा मात्रै छ दाजुभाइले बारेर खानु ल बाबु हामीलाई यो हो त तिमीलाई हस् हो त तिमीलाई हिजोको बाल्टी चाहिँ लिएको भए हुन्छ कि आलु यो मसिनो लाउने चाहिँ यो मसिनो कुही जाँदैछ आलु आलु ठुलो ठुलो छ यहाँ चाहिँ एउटा अलिक ठुलो रहेछ गीत गाउनु न बाबा गीत गाउँदै घाँस काट्नु न गीत गाउनु न भन्छु त कराउनु पो हुन्छ मकैको धान चामल एउटा गिलासमा रक्सी पनि छ देऊ है यो झार गाडी के साह्रो हो म त छक्कै राम चौधारी पर्छु अब उताको म काट्छु बिच्चा उमाथि काट्दा आधी काटेछु आधी अलग्गै छ झारले मकै खाएर ढुट्टो लामो लट्ठिएको अघि त्यो भुत्तेले खाएको छैन र त्यो त आधी यस्तो मौसममा नि साह्रै तिर्खा लागेछ यहाँ खानु हुँदैछ तपाईँलाई नि तिर्खा लाग्यो होइन डिउमा पानी मिसाउनु किन तपाईँभन्दा अलिक सानै होला म जत्रो चाहिँ होला होइन किन नि त्यत्रो खाइसक्नुहुन्छ अनि सक्दिनँ त सारेर दिनु ल एकै ठाउँमा आलुहरूलाई दिने अहिले खाइसकेपछि फेरि दिनु यिनीहरूले फेरि फ्याँक्छ कसको पनि यता आउनुहोस् यता छाएर जानुहोस् ल पर भाइहरूले दिनुहुन्छ पर भाइहरूले पनि दिन्छ फुपू पनि सारेर खानु कसलाई त ए मलाई त अलिकति मख्ता है सानो किन त छैन त यो त लु भयो लाउनु बहिनी लु हेटेरिका यो नाथु एक गर आलु खन्दाखेरि यति निस्किन्छ के गर्नु र भगवान यसपालि आलु खाइसकिँदैन हो बेच्ने आलु पनि फेरि ट्रकमा लाएर बेच्ने हो हुँदैछ ल है साथीहरू एक गरा त नभनौँ 3-4 भागको आधीमा एक ढोक्रो आलु फलेको छ म चाहिँ निकाल्दैछु बाटो पनि चिप्लो चिप्लो छ यस्तो छ बाटोको स्थिति पानी परेको भएर खत्तम भएको छ नि आलु बारी यत्रो खनिसक्यो एक ढोक्रा आलु पुऱ्याएर आउँदैछु म साथीहरू हजुर 5 ठाउँ पिसाएर ए आमालाई कोदाल सजिलो घरमा आउनुहोस् त माउ घाँस
तपाईँ छोरी भिडियो बनाउनु के ढोक्रो उखाल्नु क्यामेरामन मेन हो होइन क्यामेराम्यान हो नि हामी यहाँ ढोक्रो उघाल्नु यो आलु पनि के यो झक पनि यो खारी सारी के पार्को झक हो कहाँ पस्छ भनेर डर एकातिर ढोक्रो उघालेको ढोक्रो म लगेर आउँछु साथीहरू खाजा आजको चाम्रे र चाना यस्तो छ है कति खुसी भएको यो दुईजना नि राम्रो लक्ष्मणी तिमी पनि खाने भाइ माम ल साथीहरू हामी चाहिँ खाजा खाएर फेरि पनि मेलोमा पसिसकेको छौँ अब यहाँ पानी पनि हल्का पानीले शीतल बनाइदिरहेको छ गाईहरू अनि पन्जा मेरो पनि भिजेर लुत्रुक्कै भएछ साथीहरू देख्न सक्नुहुनेछ अनि अब हामी चाहिँ खन्दैछौँ साथीहरू के मार्नुभयो फुपू सर्पा गतालो छ नि गतालो बिसौलीको बच्चा मारेर हेरेर लेख्न कति दिन थलो पार्थ्यो कति दबाई गर्नुपर्छ होइन नमार्नु भएको नि हुन्थेछ त आया हँसाएर मार्नुहुन्छ गयो आलु पाखा आलु एउटा बोटमा 3-4 वटा काट्यो आलु काट्यो फल्नु त फलिरहेको छ पाकेको चाहिँ छैन सबिक्षा फुपू आल्चा खाना आउनु है नानीलाई होला ऊ त माथि हाँगामा छ बहिनी उता उता गएकोमा त्यहाँ सजिलोमा तर पुग्छ होला अमिलो होला हाल्छ है एउटा